त्यो असिनै पर्छ कि क्या हो आज त आमा हेर अन्ना आँखामा पनि थोपा थोपा आँसु जस्तो पोसिसक्यो आमा दोकान आएको पनि रामा 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 होइन हातमा छाता साता बोकिरहेछ अनि फेरि भित्रै आउँछ के गरेको यो दोकान आएको भिजेर लुप्लुक्कै भयो छ्या मलाई नि सौदा देऊ 1 केजी खानतेल उयो ज्याकपट 2टा देऊ अनि 4टा अन्डा देऊ हो अनि त्यसपछि यो भुजिया पानी परी हो भुजिया देऊ 3 प्याकेट अनि यो छुर्पी 1 प्याकेट देऊ अनि टमाटर छ टमाटर पनि 2 केजी तौली देऊ हो टमाटरहरू सबै छ कि तेल पनि छ आलु पनि छ के चाहियो अरे ओ ज्याकपट कतिवटा अरे 2टा ए ल ल म टाउरिदिन्छु नि टमाटर तौलिदिन्छु एकछिनै अन्जुले पढे कि हो फेरि पल्लो अन्जुले फोन गर्यो यो अल्लो अन्जु यहीँ हुँदाहुँदै हाम्रो गाउँमा अन्जु पनि के साह्रो बेसी हो है पो गयो हौ त्यसका बाउका फोन पनि आउँदा आउँदै जान्छ होला हौ यो हप्ता फेरि ब्यालेन्स छैन कि कल ब्याक गर्ने गयो पो हो कम्ती छैन त झोला प्लास्टिक छ अन्त सौदा लिएर ल्याएको झोला होइन यो ए यहाँ हेर न यो खोल्दा हेर न ब्याक कल गर्ने ब्यालेन्स पनि छैन हो आमामा फेरि फोन यहीँ हाल्नु पर्यो के गरेको यस्तो यो बाबा कम्ती त छैन त अन्त यसरी त कहिले देखेको थिइनँ मैले फोनमा कहिले देखेको थिइनँ अरे आइफोन बोकेको भए पो देख्छौ त अनि यसरी बोकेको देखेन पानी कति परिरहेको छ आइफोन भाइ सेफ्टी मान्छे बुढो मरे पनि मर्दा हुन्छ म तर यो आइफोन चाहिँ के हुनु हुँदैन भाइ कहिले देखेको थिइनँ अरे बोकेको भए पो देख्छौ त आइफोन त किन्नु त तिम्रो 2टा किड्नी अनि सबैको किड्नी बेच्दा पनि पुग्दैन बुझ्यौ नि त्यही कारण पुडौली पर्खाली जोर्खालीको किड्नी बेच्यो भने पनि पुग्दैन कि बहिनी बुझ्यौ नि त्यसै कारणले आइफोन चाहिँ सेफ्टी हो त्यो छाता चाहिँ नि कि त्यही मान्छे भित्दा पनि प्रब्लम केही छैन मान्छे भिजेर जोरोले ह गऱ्यो भने प्यारासिटिमल खान्छु नि अनि आइफोन भिज्यो भने चाहिँ यसलाई चाहिँ के सिटिमल दिनु अनि यहाँ चार्जिङ पोइन्ट बिग्रिन्छ एउटा चार्जरको थाहा छ कति पर्छ आमामामामा एउटा चार्जरको यो किन्ने पैसाले त नि तिम्रो एन्ड्रोइड त 10 वटा आउँछ बुझ्यौ गएको अब यहाँ नबोलाउ है फर्केर हेऱ्यो भने फेरि आइफोन भिज्छ यहाँ मेरो होस् म त के बोर्ड किन्दिनँ हौ ट्याकट्याकै ठिक छ हौ हाम्रो यही 2-3 वर्ष भइहाल्यो 15,000मा किनेको अब 3 वर्ष थाम्दाखेरि ठिक्कै हुन्छ त कसले बोक्छ यस्तो हेर नाटक जति त्यसको त्यो छ कि छैन त्यो बोक्ने मान्छेको हेर त्यहाँनिर फेरि नक्कलै बेसी आइफोन भनेपछि चाहिँ रवाबै बद्लिनु रहेछ घरमा गुन्द्रुक र झोल भात खान्छ होला कि अहिले हेर नाटक बहिनीलाई महिनाको इन्स्टलमेन्ट तिर्न कति हम्बे पर्छ कोनी अहिले यहाँ किड्नी बेच्नु दिनु जस्तो कहिले जिन्दगीमा आइपऱ्यो नदिएछ होस् भाइ क्यासको किनिन्छ बरु 5,000को बोकिन्छ तर क्यासको किनिन्छ के बाँकीमा इन्स्टलमेन्टमा किन्छ नि धम्की चाहिँ भने आमामा अम्बानीका नाता नातिना के गर्छन् हौ